दर्शकवृन्द नमस्कार। यति बेला म माडी नगरपालिका वडा नम्बर 3 को पौहारीमा रहेको यो माडीको पुम्दीकोटमा रहेको छु। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरूको प्रचुर सम्भावना पनि रहेको छ। यस विषयमा थोरै केही कुराहरू कोट्याउन चाहे। मैले केही समाचारहरू हेरेको थिएँ। 2078 साल वैशाख 5 गते माडी नगरपालिकाको नगर प्रमुख ठाकुर प्रसाद ढकाल हुँदै गर्दाखेरि यो करिब 40 बिघा जग्गा 21 ग्रुप प्रोपर्टी डिलर्स प्रालीलाई किताकाटको खुला गर्ने निर्णय सर्वत्र विरोध भएको थियो र विभिन्न विरोधका बावजुद पनि यो स्थितिमा आइरहँदा र अहिले यो परिवेशलाई मूल्याङ्कन गर्दै गर्दाखेरि मलाई केही कुरा लागेको कुरा बताउन चाहन्छु। जस्तै त्यो बेलामा के भनिएको थियो भने यहाँ रहेको 40 बिघा जग्गा मध्येबाट यो 2 बिघा जग्गा यहाँ रमणीय पार्क बनाउने र रमणीय पार्क बनाइसकेपछि नगरपालिकालाई हस्तान्तरण गर्ने एउटा निर्णय भएको थियो। उतापट्टिको 2 बिघा जग्गामा 3 तारे होटल बनाउने स्वीकृति दिने र त्यस्तै गरी यो मगे खोलाको ड्याम छ, यसमा करिब 700 मिटर जति रतनी गाउँ र यताको गाउँलाई सुरक्षित हुने गरी तटबन्धन गर्ने जिम्मा पनि 21 ग्रुप प्रोपर्टी डिलर्सको रहने भनेर निर्णय भएको रहेछ। त्यस्तै गरी यहाँ 40 बिघा जग्गामा 131 वटा किताकाट खुला गर्ने निर्णय भइसकेपछि यसको सर्वत्र विरोध भएको थियो र विरोधका बावजुद पनि यति बेला यहाँ काम पूर्ण रूपले हुन नसके पनि केही कामहरू भइरहेको छ। यसबाट मैले गरेको मूल्याङ्कनमा त्यो बेलामा आर्थिक चलखेलहरू भए अथवा केही स्वार्थ रह्यो भने त्यो छुट्टै कुरा भयो। तर यसबाट हेर्दा के देखिन्छ भने दुईवटा कुरा हुन्छ। एक त नगरपालिकालाई यो करिब 2-3 करोडको हाराहारीमा बन्दै गरेको यो रमणीय पार्क छ, त्यो पार्क नगरपालिकाको स्वामित्वमा रहनेछ। त्यस्तै गरी नगरपालिकाको बजेट खर्च गर्न परेन भने यो तटबन्धनको कारणले पनि बस्ती सुरक्षित हुने भयो। त्यस्तै गरी अर्को यो 40 बिघा जग्गामा जुन किताकाट गरिएको छ 131 वटा किताकाट गरेर यहाँका स्थानीयहरूले एक त आफ्नो जग्गाको मूल्य पनि प्राप्त गरे। त्यस्तै गरी यहाँ नजिकै होटल छ, यो पार्क छ, एउटा पर्यटकीय सम्भावना पनि देखियो भने यसबाट नगरपालिकाले किताकाट गर्दै गर्दाखेरि आन्तरिक राजस्व समेत वृद्धि हुने सम्भावना देखिएको छ, जसले गर्दा प्रत्यक्ष रूपले नगरपालिकालाई पनि लाभ हुन्छ। र अर्को कुरा के छ भने यहाँ राजनीतिक स्वार्थ थियो, लेनदेन थियो भने त्यो छुट्टै कुरा। त्यो कानुनले एक किसिमले गर्नुपर्ने कार्यहरू र त्यसका नियमनकारी निकायहरू त्यो छुट्टै छन् भने यसको परिवेशलाई नियाले गर्दा ठाकुर प्रसाद ढकालले गरेको निर्णयलाई मैले सख्त विरोध गर्न चाहिनँ। किनभने यहाँ बन्दै गरेको पार्क र अहिले जुन होटल बन्दैछ होटल र यहाँको किताकाट र यहाँको परिवेशलाई मूल्याङ्कन गर्दाखेरि एउटा हब पर्यटकको हब बन्न सक्ने सम्भावना देखिएको छ भने यहाँ जुन भूमि खेतीयोग्य जमिनलाई किताकाट गरियो भनिएको छ र खेतीयोग्य जमिन भाषागत रूपले खेतीयोग्य जमिन भनिए तापनि यहाँको उत्पादन यहाँको उर्वर माटो हेर्दाखेरि यो किसानले आफ्नै जग्गा भए पनि यहाँ उत्पादन उधुमै फलेर राम्रो आम्दानी गर्ने र वार्षिक लाखौँ कमाउने जस्तो जग्गा पनि देखिनँ मैले यहाँ। किनभने यो अहिले प्लटिङ गरेको जग्गाको पनि यो उपभोग गर्दै आएका स्थानीयहरूको हेर्दै गर्दा यहाँको उत्पादन हेर्दै गर्दाखेरि प्लटिङ गरेर पनि व्यावसायिक रूपले काम गर्न सकिन्छ भन्ने सम्भावना देखिएको छ। त्यस्तै गरी यहाँ एउटा यस्तो सम्भावना देखिएको छ कि उत्तरपट्टिको बाटो रिउ करिडोर बनेको खण्डमा यहाँ माडीको पौहारी क्षेत्रमा आएर बस्ने, शान्तसँग बस्ने, यहाँ पार्कहरू विशेष गरी युवा पिँढीहरूको लागि एउटा समय बिताउने, साँझको समयमा समय बिताउन सक्ने सम्भावना पनि देखियो। र अर्को प्लटिङ छ, जुन प्लटिङ गरिएको क्षेत्रमा इभिनिङ वाक हिँड्नको लागि र यहाँ पर्यटकीय क्षेत्रमा साँझमा लाइटिङ राखेर एउटा राम्रो भव्य पार्क स्विमिङ पुल सहितको बन्यो भने माडीवासीहरूको अर्को गन्तव्य पनि बन्न सक्छ। 2078 सालमा ठाकुर ढकालले गर्दै गर्दाखेरि आफ्ना स्वार्थ भन्ने कुरा एक ठाउँमा राखेर र एउटा माडीवासीको स्वार्थको लागि हेर्ने हो भने 21 ग्रुप प्रोपर्टी डिलर्सले किनेका जग्गाहरू खोला किनारहरू यस्तै ठाउँहरू छन्। हुन त फेरि 21 ग्रुप प्रोपर्टीको मैले समर्थन गर्नुपर्ने केही पनि कारण त देख्दिनँ। तर यो हाम्रै जग्गा अहिले बिक्री नभएर यहाँ माडीवासीहरू अधिकांशले जग्गा बिक्री गर्न खोजिरहेका छन् र किन्ने मान्छे छैनन्। अहिले पाएको खण्डमा आफ्नो जग्गा बेच्न जो पनि तयार छन् र हिजो जुन मूल्य पर्थ्यो आज मूल्य बढेर उधुम पनि भइसकेको छैन, पहिलाभन्दा घटेको छ भने यो जग्गा 40 बिघा जग्गा जो किसानहरूले यहाँका स्थानीयहरूले बिक्री गर्नुभयो त्यो जग्गाको राम्रो मूल्य पाउनुभयो र आज त्यो मूल्य पनि यहाँ खरिद गर्न चाहनेहरूले सम्भवतः माडीकै मान्छेले जग्गा किन्दैनन्, काठमाडौँ माडीभन्दा बाहिरका मान्छेहरू व्यापारीहरूले किन्लान्, त्यो माडीवासीलाई घाटा हुने अवस्था पनि छैन। र यो खोला किनारबाट यो जोखिमको क्षेत्रलाई तटबन्धन गरेर पार्क बनाउने निर्णय भएको छ, त्यो एकदम राम्रो छ र यो काम पुरा हुनु पर्यो। पहिलो कुरो सम्झौता भइसकेपछि 2 वर्षभित्र सम्पन्न गर्ने भनेर जुन 21 ग्रुप प्रोपर्टी डिलर्सले निर्णय भएको थियो भने त्यो काम सम्पन्न भएको खण्डमा एउटा पर्यटकीय हिसाबले गर्दाखेरि राम्रो छ, राजस्वको हिसाबले पनि नगरपालिकाले केही आयो र नियम कानुनको कुरा गर्ने हो भने त अब निकुञ्जभित्र एरिया भनेर हनुमान झुलामै काम गर्न सकिँदैन, त्यो पनि नियमले त काम गर्न दिएन। त्यस्तै गरी यो
व्यक्तिगत स्वार्थभन्दा बाहेकको कुरा गर्ने हो भने यहाँ जे भइरहेछ त्यो राम्रो भइरहेछ जस्तो लाग्यो है मलाई चाहिँ अहिलेको स्थिति हेर्दाखेरि। र यहाँ काम सम्पन्न भएको खण्डमा यसलाई राम्रो विकासको काम हुनेछ। यो एरिया चाहिँ अलिकति विकसित हुने र पर्यटकीय सम्भावना देख्न सक्ने भएकोले यो माडीको पुम्दीकोटलाई प्रचार प्रसार गर्नुपर्छ। र हिजो जे जस्तो निर्णय भए पनि यो बनिसकेको संरचना 2 बिघा क्षेत्रफलमा बनेको कामहरू जतिसक्दो छिटो पुरा हुनुपर्छ र निर्माणको जिम्मा लिएको कम्पनीले पनि आफ्नो दायित्व आफ्नो जिम्मा पुरा गरेर नगरपालिकालाई छिटोभन्दा छिटो हस्तान्तरण भयो भने यो एरिया राम्रो सम्भावनाको एरिया हो भन्न चाहन्छु। धन्यवाद।